हेलो एन्ड वेलकम छ हजुरहरूलाई मेरो यो छोटो मिठो भ्लगमा। अनि आज चाहिँ सबै केटाहरू मिलेर चाहिँ हामीहरू घुम्न जाने प्लान बनाइरहेको। अब हेर्न जाऊँ। अहिले चाहिँ कति बजे आयो भनिसकेपछि 3 बजे। अहिले चाहिँ खै कता जाने अब गइन्छ घुमिन्छ रमाइलो गर्ने हो केटाहरूसँग। अनि देखाइन्छ उतातिर डाँडातिर जान्छौँ पारीतिर देखाउनेछु म हजुरहरूलाई होइन कस्तो हुन्छ। अब हाम्रो यात्रा हाम्रो गाउँको रोड हैन रोड चाहिँ लास्टै खराब छ ग्रेभल हालेको छ आजकल चाहिँ। पहिला पुरै धुलो एक्लै हुन्थ्यो कि पुरै मुखभरि धुलो होइन। अनि यस्तै हो अब जान्छु हिँडेर। म चाहिँ यता बाटोतिर पुगिसकेको छु होइन बाटोमा चाहिँ। अनि यता चाहिँ अब हाम्रो यो भित्र चाहिँ महोत्सव लागिरहेको छ मेला भनौँ। अनि यता पुलतिर चाहिँ पुगिसकेको थियो। मैले त्यो फर्स्ट भ्लगमा हालेको छु होइन गङ्गा छेत्रीको त्यो आएको होइन। म चाहिँ जाँदैछु यस्तो कहाँ अहिले ल सिसामा हेरिदिएको कति ह्यान्डसम छ भनेर। मभन्दा चाहिँ धेरै छैन है फेरि चलिदिन्छु होइन। पार्कतिर गइन्छ देख्न सक्नुहुन्छ हाम्रो चिप्लेको पुल टक्क आएर माथिदेखि भेरी बगिरहेको छ। तलतिर पनि भेरी पारीतिर राम्रो ठाउँ छ त्यतातिर गइन्छ पारी। अनि त्यहीँबाट कहाँ गइन्छ हेरौँ यस्तै हो। भित्र चाहिँ महोत्सव लागिरहेको छ होइन। हिजो चाहिँ गङ्गा छेत्री आएको आज चाहिँ खै को अब थाहा नै छैन। आज खासै मान्छे नै छैन। आज हिजो अब गङ्गा छेत्री आएर चाहिँ टन्नै आइरहेको थिएन। आज चाहिँ खै को अब आज खासै कोही ठुलो कलाकार होइन होला त्यही भएर आउँदैन। 200 रुपियाँ टिकट त्यो नाउँमा देख्नु सक्नुहुन्छ होइन। यो नाउँमा बस्ने 2-3 राउन्ड हान्छ अरे उतादेखि र नाउँ चाहिँ यो होइन। यहाँदेखि यसो घुमाएर यहाँ तलदेखि र यसरी लिएर 2 राउन्ड हान्छ त्यसको 200 रुपियाँ अरे। अब त्यसमा फेरि को बस्छ होइन। हामी चाहिँ बस्दैनौँ पैसा नभएकोमा यस्तै त हो। हामी चाहिँ बाटोमै छौँ होइन अझ हिँड्दैछौँ भर्खरै त्यो पुल काटेर आएको। अनि यतादेखि त्यो पुल पाल्लापट्टि पनि यता गाउँ छ होइन सानोतिनो। हामी चाहिँ अब यो रोड लागेदेखि यतातिर जान्छौँ। हेरौँ कहाँसम्म गइन्छ कहाँसम्म गन्तव्य कहाँसम्म छ त्यहाँसम्म पुगिन्छ आइन्छ घुमेर। रातिसम्म हुन्छ कि कहिलेसम्म हुन्छ घर पुग्ने अब थाहा हुन्छ त त्यही त हो। केटासँग लागेपछि थाहै हुन्न दिन गएको पनि। हामीहरू चाहिँ यसो अब यहाँदेखि अघि चाहिँ जङ्गल छ होइन। अनि यता पछाडि चाहिँ गाउँ छ यस्तो पुरा बवाल छ। तपाईँको ठाउँतिर पनि पुरै यता चारैतर्फहरू देख्न सक्नुहुन्छ होइन। पुरै हरियो गाउँ त नि केटा हो यो गाउँ छ तोरी फलिरहेको छ। अनि यता अघि छ अब जङ्गल छ अलिअलि जङ्गल काटेर हामी पुग्छौँ होला। जङ्गलै काट्यो त हो त्यो जङ्गल काटेर अब 15 मिनेटको बाटो छ 10-15 मिनटको बाटो छ। म पुगेपछि हजुरहरूलाई देखाउँछु कस्तो छ त्यहाँ। अब खै ठाउँ कस्तो छ मैले पनि देखेँ होइन यिनीहरू गएछन् अब राम्रो नराम्रो के भन्ने र म गएछु देखाउँछु हजुरहरूलाई त ल देख्न सक्नुहुन्छ होइन गाइज। यो चाहिँ ठाउँ चाहिँ यस्तो छ होइन अघि पुरै जङ्गल छ। अहिले यहाँतिर चाहिँ माथि बाँदर छ कि उच्च यार यतै राति कता गइहाल्यो। अरू बाँदर चाहिँ कता गइहाल्यो हामीलाई देख्ने बित्तिकै अर्को रुखमा चढिहाल्यो। अर्को रुखदेखि उता हल्यो माथि छ टपमा। अब के गरौँ त्यो बाँदरलाई समातेर ल्याउने कुरो भएन ओके नै। अर्को कतै देख्यो भने हजुरहरूले अर्को देख्यो भने देखाउँछु होइन। म देखाउने कोसिस गर्छु। अहिले पनि देखाउने कोसिस गरेको भिडियो बनेर हिँड्छ कि मैले थाहै पाइनँ होइन। अब केटाहरू चाहिँ कहाँसम्म जान्छौँ हेरौँ माथिसम्म पुग्छौँ होला। अब देख्न सक्नुहुन्छ जङ्गल चाहिँ यस्तो छ गाडी हिँड्छ यो बाटो चाहिँ। म हजुरहरूलाई माथितिर पुगेपछि देखाउँछु गाइज। म चाहिँ दुरी नाल छ होइन योसँग ऊ त्यो रुखसम्म यहाँतिरको यो जो ठुलो रुख छ नि यो त्यहाँसम्म दौडिन्छु। रेडी अनर 5 सेट गो। सो गाइस केटीहरु चाहिँ अगाडिबाट आउँदैछन् है गाइस हैन योपालि चाहिँ मसँग दौडिने खेलेर आएको थियो
सकेन कि तर कसले सक्छ त अनि मलाई कोही सक्ने कोही सक्दैछ नि त होइन अनि फेरि। होइन के कस्तो के भने भन्ने? मेरो मार्टिनले गर्दा भएन अहिले चाहिँ मार्टिनलाई दोष दिइरह मार्टिनले गर्दा कसले दौडिन्छ त्यही भएर चप्पल म त लाएर दौडिदिएँ आउनु तर पर्छ फेरि के। हिरो हो नि त म त चप्पल लाउँछ आफूले। दौडिदिएको जित्दिएको फेरि उल्टो बुढी दौडिदिएँ हो कि? जित्दै दौडिसु उल्टो कि यस्तै ओ दौडिएन भन् त म उल्टोबाट दौड्या मैले पनि देखाएँ फर्स्ट टाइम त सुरुमा दौडी त्यहाँ रुखी काटाइसकेपछि पछि उल्टो मुखी दौडाएँ जे भए पनि गाइज मैले जितिसकेँ होइन हामी चाहिँ अब हाम्रो त्यहाँ जङ्गल भ्याइ खोइ कति टाढो छ मलाई चाहिँ थाहा छैन अब जङ्गल भ्याइन लाखा भन्छ केटाहरूले अब गाउँमा त एउटा होइन गाई मलाई चाहिँ थाहा छैन होइन अब एउटा गाउँ आउँछ गाई त्यही त हो अब म पुगेपछि देखाउँछु होइन गाई त्यहाँतिर चाहिँ अब ट्रक गयो होइन भर्खरै यहाँनिर गाउँ छ है सानो सानो एउटा गाउँ सानो सानो एउटा गाउँ छ छ अरे अनि हामी देख्न सक्नुहुन्छ पुरै दुलेग्लै पारिदिइराख खेल्यो खै टमाटर त पोत्नको लागि पोत्नको लागि हो कि के कसको लागि हो त्यो पनि मलाई पनि थाहा छैन होइन अब होइन यस्तो यो देखेर चाहिँ मलाई त्यो याद आयो कि भित्र खाल्टो किन मारिरहेछ रे त्यो टाइपको याद आयो रे त्यो नै मलाई याद आयो कि होला त्यो भएर चाहिँ यसो एकछिन देखाउँ भने हाम्रो छोटो मिठो गाउँ हेर्न सक्नुहुन्छ देख्न सक्नुहुन्छ एउटा सानो त्यो गाउँ चाहिँ छ यति पुरा म चाहिँ अब कहाँ पुगेपछि होस् त्यहाँ पुगेपछि देखाउँछु हजुरहरूलाई भ्लग अन्तिमसम्म हेरिदिनु होला हामीहरू चाहिँ अब पुग्न आँट्यौँ भन्दैछ नि केटाहरूले खै ऊ त्यो मन्दिर छ नि यता चाहिँ अगाडि मन्दिर छ अरे एउटा यहाँतिरदेखि देखेको छैन यहाँतिर चाहिँ मन्दिर छ होइन अनि म चाहिँ उहाँ पुग्नु लाग्छ उहाँतिर चाहिँ मेन रोड छ भन्दैछन् केटाहरूले कस्तो छ मैले पनि देखाएको छैन अब खासै आएन नि त एक दुईचोटि आएको थिएँ बिर्सिसकेँ मैले कस्तो छ ठाउँ भनेर अनि अब म पुगेपछि हजुरहरूलाई देखाउँछु होइन के कस्तो छ ठाउँ गाइस हामी चाहिँ यहाँ मन्दिरतिर पुगिसकेको छौँ होइन मन्दिर देख्न सक्नुहुन्छ केटाहरू चाहिँ हिँडिरहेको छन् अघि मलाई चाहिँ लार भइसक्यो म त हिँड्दा हिँड्दै होइन 15 मिनेटको बाटो 15 मिनटको बाटो भनेको कति हो कति हिँड्दा हिँड्दै थाहा नै भएन यहाँनिर चाहिँ पानी खाने ठाउँ छ होइन शुद्ध पिउने पानी भनेर लेखेको छ होइन त्यो चाहिँ मन्दिर छ अनि सबै केटाहरू चाहिँ बसिरहेको छन् एउटाले खोल्ने एउटाले अनि समाउने खाने पानी पिउन पनि नजान्ने मान्छे सक्नुहुन्छ होइन ठाउँ चाहिँ यस्तो यता माथि चाहिँ हाइवे रहेछ म आउनु त आएको थिएँ तर यतातिर कहिले देखेन कि खासै होइन यस्तो ठाउँ चाहिँ छ भनेर थाहै थिएन कि मलाई अहिलेसम्म राति आइयो राति आएको थियौँ दाइसँग आएको थिएँ त्यही पनि काम भएर काम भयो यतातिर चाहिँ देखेन मैले कहिले यस्तो ठाउँ चाहिँ अब अहिले यतातिर चाहिँ डाँडा रहेछ पुरा यो बाटो चाहिँ कता जान्छ भनेपछि सुर्खेततिर जान्छ भन्ने सुनेको थिएँ मैले खै मलाई पनि थाहा छैन कता जान्छ यहाँतिर चाहिँ भाइहरू थिएँ पानी खाने भाइहरूलाई सोधेको सुर्खेत जान्छ भन्दै थिएँ होइन यो यहाँतिरको ठाउँ चाहिँ हल्का राम्रो रहेछ भ्यू चाहिँ खतरा भ्यू चाहिँ भन्नाले पनि ठिक रहेछ दामी रहेछ ठाउँ हाइवे रहेछ यता पल्लोपट्टि मैले थाहै पाएको थिएन अनि कहिले खासै घुमे पो थाहा हुन्छ हो नघुमेको कहाँ थाहा हुने हो र हो यहाँ चाहिँ रातै खोला पुल भनेर लेखिरहेको छ होइन रातै खोला पुल ब्रिज लम्बाइ 25 किमी के हो खाने छैन आफूलाई थाहै छैन के हो अनि यतिकै त्यहाँ चाहिँ पुरै खोला जस्तो छ केटा रेडबुलको क्यान राखेर रहेछ त जाऊ त ठिक भयो रेडबुलको क्यान राखेर रहेछ कसले रेडबुलको क्यानै राख्दो रहेछ त्यहाँ खाएको त होला नखाएको कसले राख्छ हालेन खाली छ अहिले लात्तेले खेल्दै छैन यहाँदेखि चाहिँ यस्तो दामी छ ठाउँ अलिअलि राम्रै ठिकतिर भनौँ उतातिर पनि होइन यतादेखि घाम आएर चाहिँ खासै राम्रो देखि आएन कि यस्तो यताबाट घाम आयो नि उतातिर चाहिँ अनि हल्का फोकस भएर दामी देखिरहेको छ क्वालिटी चाहिँ मोबाइलको त्यही त हो त्यहाँनिर त्यो ब्रिज छ यहाँतिर आएर फेरि स्टार्ट गरिदिएको यो रुख चाहिँ बवाल रहेछ कि कति ठुलो रुख हो मा कसम लास्ट चाहिँ ठुलो छैन भिडियोमा चाहिँ सानो देखाएको छ यो रुख चाहिँ तर लास्ट ठुलो छ कि अगर चाहिँ मेरो यस्तो प्रोफाइल यस्तै लाग्छ नि त फेरि म
ल हामीले चाहिँ यहाँतिर होइन पगर ल्याएको थियौँ अरू पनि त अब खाइदियो केटाहरूले के गर्ने यति छ यति भयो भने देखाउँ भनेर अनि यो खाएर चाहिँ अब घरतिर हिँड्ने हो कि कहाँतिर गइन्छ कतातिर गइन्छ होइन खै टाइम छ कि अझै भन्ने लागिरहेको मलाई कतिको छ अब अनि अब यो खाएर चाहिँ घरतिर हिँड्ने त ल केटा गइन्छ घरतिर लागिने हो खाएर चाहिँ घरतिर लागिन्छ अब हिँड्ने हो कतातिर हिँडिन्छ खै थाहा छैन त्यो चाहिँ हिँड्दै गइन्छ अब घरतिर त हिँड्ने होला यहाँतिर चाहिँ मेन रोड छ हामीहरू चाहिँ बसेको धेरै होइन यहाँनिर बसेको अनि त्यही अब मेन रोडमा पनि के पकौडी खाने भनेर अब चाहिँ घरतिर गइन्छ होइन तर खासै यस्तो चाहिँ ठाउँ चाहिँ देखिनँ मैले हजुरहरूलाई पनि देखाउन सकेन होइन त्यही पनि यतातिरको बाटो चाहिँ उहाँ बवाल लाग्यो कि दामी रहेछ बाटो चाहिँ हाइवे रहेछ होइन पुरै त्यही हो अब म हिँड्दै गर्छु अब कहाँसम्म पुग्छु त्यहाँ पुगेपछि देखाउँछु हजुर त्यहाँसम्म चाहिँ अहिले रेस खेल्ने अरे मसँग अहिले चाहिँ जिजु भन्दैछ अब के गरौँ म खेलिदिउँ केटा खेलिदिउँ है ल यिनीहरूले भिडियो बनाइन्छ है त्यहाँसम्म दौडिन्छ हामी दुइटा चाहिँ कसले जित्छ गाइस अहिले चाहिँ मेरो माटिन्छ तै पनि म खेल चाहिँ मलाई मसँग फेरि रेस खेल्ने भनेर ज्याकेट स्याकेट छराइदियो होइन मलाई चाहिँ मैले जोसेर अब ज्याकेट स्याकेट छराइदिएँ हेरौँ है ल कहाँदेखि रोक्यो है अनेर मार सेट गो मैले चाहिँ जितिसकेँ होइन फेरि पनि यस्तो घुमेर चाहिँ मैले दौडिरहेको थिएँ त्यही पनि जित्दै कि मैले फेरि पनि जितिसकेका छन् सुन्दरसनले सो गाइस क्यामेराम्यान चाहिँ म यो है क्यामेराम्यान चाहिँ यो चाहिँ सो नगर्नु ल सो जित्दै ल हामीहरू चाहिँ अहिले माथि चाहिँ खाएको पावर नपुगेर फेरि होटलमा बसिरहेको यता त केटाहरू बसिरहेको होइन अब यति खाएर चाहिँ खै कतातिर हुन्छ घरतिर भयो भने जतातिर भयो भने निस्किने फेरि घरतिर फर्किन आएको है अब त्यहाँ होटलमा बसेर पकड सकेर खाइयो होइन रमाइलो गरेको एकछिन अनि अझै पनि महोत्सव चल्दैछ फेरि टिका सार्नु हो के भने आजको आज चाहिँ टिका सार्नु हो आगमन भएछ भनौँ त्यस्तै भनौँ होइन हामीहरू चाहिँ मेलाभित्र नछिरेर आइसक्यौँ अहिले चाहिँ म घरतिर जान लाग्छु होइन आजको भिडियो चाहिँ यस्तै हो आजको भिडियो यहीँ एन्ड गरौँ होइन म फेरि भेट्नेछु हजुरहरूलाई अर्को मिठो एउटा नयाँ भ्लगमा 13सम्म हस्त धन्यवाद जय नेपाल।